नमस्कार। आज हामी राजेन्द्र प्रसाद पाण्डेको जियोजेब्रा प्रोफाइल हेर्दैछौँ। यहाँ त गणितीय स्रोतहरू मतलब गतिविधिहरू पाठहरू कति धेरै रहेछन्। हो, यो प्रोफाइल हेर्दा नै लाग्छ कि गणितलाई अलि फरक तरिकाले अन्तर्क्रियात्मक बनाएर प्रस्तुत गर्न खोजिएको छ। हो, र यसले गणितका धेरै विषयहरू समेटेको जस्तो छ हैन त। आजको हाम्रो उद्देश्य चाहिँ यी डिजिटल स्रोतहरू के हुन् अनि यिनले गणित सिक्ने सिकाउने तरिकालाई कसरी सँगाउँछन् होला भनेर अलि गहिरिएर हेर्ने हो। बिल्कुल, सुरुमै भन्नुपर्दा जियोजेब्रा आफैमा एउटा एकदमै शक्तिशाली टुल हो। यसले गणित, खास गरी ज्यामिति, बीजगणित जस्ता विषयलाई चलाएर हेरेरै सिक्न मद्दत गर्छ। मतलब किताबमा पढ्ने कुरालाई स्क्रिनमा खेल्न मिल्ने बनाइदिन्छ। ओहो, खेल्न मिल्ने गणित। मैले यहाँ एउटा देखेँ, अल्जेब्रिक इक्वेशन्स युजिङ अ ब्यालेन्स भन्ने। ए त्यो हो, समीकरणलाई तराजुमा जोखे जस्तो। स्कुलमा पढेको याद आयो, समीकरण सन्तुलन गर्न कति गाह्रो हुन्थ्यो। यो त रोचक तरिका लाग्यो। एकदम सही। त्यो ब्यालेन्स मोडलले नै जियोजेब्राको शक्ति देखाउँछ नि। यसले त्यो समीकरणको दुवैतिर बराबर हुनुपर्छ भन्ने अलि अमूर्त लाग्ने अवधारणालाई एकदमै ठोस, मतलब आँखाले देखिने बनाइदिन्छ। एकातिर केही थप्दा अर्कोतिर पनि किन थप्नुपर्छ भन्ने कुरा विद्यार्थीले आफै तराजु चलाएरै थाहा पाउँछन्। बुझेँ। यो किन भन्ने प्रश्नको जवाफ हो क्या, जुन रटेर पढ्दा खासै फाइदैन नि, होइन? हो त, मतलब सूत्र यस्तो हुन्छ भनेर घोक्रो भन्दा यसरी पो बनेको रहेछ भनेर आफैले चलाएर हेर्न पाउने भयो। अनि ज्यामितितिर पनि यस्तै के रोचक छन् कि? ज्यामितितिर थुप्रै छन्। जस्तै त्यो सम अफ इन्टिरियर एंगल अफ एनी ट्रायंगल भन्ने होला। ओहो, त्यो पनि देखेँ। त्यसमा त्रिभुजका कुनाहरूलाई यताउता चलाएर जत्रो वा जस्तो सुकै त्रिभुज बनाए पनि भित्री कोणहरू जोड्दा सधैँ 180 डिग्री नै हुन्छ भन्ने कुरा प्रत्यक्ष देखिन्छ। त्यो त गजब भयो। हो नि। त्यस्तै वृत्तका भागहरू, पार्ट्स अफ सर्कल, अनि क्षेत्रफल, एरिया अफ सर्कल, आयतन, भोल्युम एन्ड एरिया, रूपान्तरण, रोटेसन अबाउट ओरिजिन, यी सबैलाई अन्तर्क्रियात्मक बनाइएको छ। अनि तथ्याङ्क शास्त्र, सम्भाव्यता, प्रोबेबिलिटी ट्री डायग्राम, सेट सिद्धान्त, भेन डायग्राम, यी क्षेत्रमा पनि सामग्रीहरू छन्। मैले अर्को कुरा के याद गरेँ भने कतिपय शीर्षकहरू अङ्ग्रेजीमा छन्, जस्तै डिभाइडिङ फ्र्याक्सन, मल्टिप्लिकेसन अफ म्याट्रिक्स, नम्बर क्लासिफिकेसन। अनि कतिपय नेपालीमा पनि, जस्तै भिन्नको गुणन, कोणको नाप, भेन चित्र। यो त राम्रो भयो। हो, यसले त नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढ्ने वा पढाउनेहरूलाई उपयोगी हुने भयो। हो नि है। निश्चित रूपमा। र यसले विद्यार्थीलाई आफै सिक्न मतलब स्वयं अध्ययन गर्न पनि निकै हौसला दिन्छ। शिक्षकहरूका लागि पनि कक्षामा देखाउन, कुनै अवधारणा स्पष्ट पार्न वा अतिरिक्त अभ्यास दिन यी स्रोतहरू एकदमै उपयोगी हुन सक्छन्। आधारभूत तहका कुराहरू जस्तै नम्बर क्लासिफिकेसनदेखि लिएर अलि जटिल मानिने कम्पाउन्ड इन्ट्रेस्ट र ट्रिग्नोमेट्रिक रेशियोसम्मका सामग्रीहरू हुनुले यसको व्यापकता देखाउँछ। यो सबै सामग्री एउटै व्यक्ति राजेन्द्र प्रसाद पाण्डे, काहीँ आरपी पाण्डे पनि लेखिएको रहेछ, उहाँले बनाउनु भएको देख्दा त अचम्म लाग्यो मलाई। हो, यो सबै स्रोत तयार पार्न पक्कै ठूलो लगाव र मेहनत चाहिन्छ होला है? अवश्य। यो शिक्षणप्रतिको गहिरो समर्पण त हो नै, तर यसले अझ ठूलो कुरा पनि सङ्केत गर्छ जस्तो लाग्छ मलाई। कस्तो कुरा? मतलब कसरी एकजना शिक्षकले पनि प्रविधिको सही प्रयोग गरेर हजारौं विद्यार्थी र शिक्षकहरूलाई उपयोगी हुने स्रोत सिर्जना गर्न सक्छन् भन्ने कुरा। केही स्रोतहरू पब्लिक छन्, मतलब सबैले हेर्न मिल्ने। केही चाहिँ शेयर्ड विथ लिङ्क हुनेले मात्र हेर्न मिल्ने। ठीक हो। जसरी उपलब्ध भए पनि यसले डिजिटल शैक्षिक सामग्रीको महत्त्व कति छ र व्यक्तिगत प्रयासबाट पनि ज्ञानलाई कति फराकिलो बनाउन सकिन्छ भन्ने देखाउँछ। साँच्चै यो त प्रविधिले गणित सिकाइलाई कति रोचक र सहज बनाउन सक्छ भन्ने एउटा सानो तर शक्तिशाली झ्याल खोले जस्तो भयो। राजेन्द्र प्रसाद पाण्डेको यो जियोजेब्रा प्रोफाइलले गणितलाई अमूर्तबाट मूर्त बनाउने, देखिने बनाउने राम्रो प्रयास गरेको छ। हो, यसले सिक्ने र सिकाउने दुवै प्रक्रियालाई सहयोग पुर्याउने ठूलो सम्भावना बोकेको छ। अब यहाँनिर एउटा महत्त्वपूर्ण प्रश्न उब्जिन्छ, जुन सायद श्रोताहरूले पनि मनन गर्न सक्नुहुन्छ होला। भन्नुहोस् न। यस्ता व्यक्तिगत प्रयासबाट बनेका मूल्यवान डिजिटल शैक्षिक स्रोतहरू, यिनीहरू सबै विद्यार्थीसम्म,
खास गरी इन्टरनेट वा राम्रो उपकरणको पहुँच नभएका दुर्गम क्षेत्रका विद्यार्थीहरूसम्म समान रूपमा कसरी पुर्याउन सकिएला? यसको पहुँच र प्रभावलाई अझ व्यापक बनाउन के कस्ता उपायहरू हुन सक्छन् होला? यो चाहिँ सोच्नुपर्ने विषय हो।